आमा बालनले देश बनाउँछ यो मेरो विश्वास हो। जुन दिन बालनजी र मेरो भेटघाट भयो त्यो भेटघाट सकिएर म घर गएँ। भोलिपल्ट बिहान उठेर मैले हेरेँ उज्यालो घाम लागेको दिन थियो। मेरो घरमा मेरो आमाको स्वर्गीय आमाको तस्बिर पनि छ। मैले मेरो आमाको तस्बिरसँग कुराकानी गरेँ किनकि कुराकानीका क्रममा बालनजीले मलाई मेरो कुराकानीको क्रममा बालनजीले मलाई मेरो सपना सोध्नु भएको थियो। मैले आफ्नो सपना बताएको थिएँ, उहाँले आफ्नो सपना बताउनु भएको थियो। हामीले एकअर्काको सपना साझा गरेका थियौँ। भेट भएको 5 मिनटमा नै हामीलाई थाहा थियो कि हामी सँगै हिँड्न सक्छौँ। 5 मिनटमा तपाईलाई आज यति कुरा पनि बताइदिन्छु। म रवि लामिछाने र बालन शाह बीचको वार्ता 5 मिनटमा सकिएको हो। बाँकी त हामीले एकअर्कालाई चिन्नका लागि मात्र समय खर्च गरेका हौं। जब देशको हितलाई केन्द्रमा राखिन्छ नि त्यतिखेर कुनै वार्ताको नाटक गरिरहनु पर्दैन। तर आफ्नो हितलाई राख्यो भने मात्र यो वार्ता हुने मानिने। हामी दुवै यो देशको हितका लागि र जनताको चाहना अनुसार एकै ठाउँमा आएका थियौं किन यसको विकल्प छैन। अब नेपालले यो गरिबी सहन सक्दैन, अब नेपालले यो विभेद सहन सक्दैन र पर्दैन। र त्यस दिन बिहान जब मैले मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर मैले आमालाई भने आमा बालनले देश बनाउँछ, बालनले हाम्रो सपना पूरा गर्छ। यो भनाइको साथी मेरो श्रीमती छिन्। मैले उनलाई अँगालो हालेर उनलाई पनि त्यही भने। मेरो आमासँग कुरा भयो र मैले आमालाई भने आमा बालनले देश बनाउँछ। यो मेरो विश्वास हो। मलाई चिन्ता छैन। कुनै पनि दिन अपदस्थ भएको हेलिकप्टरबाट भागेको बच्चालाई गोली ठोकेर भागेको सरकारले लगाएको मुद्दाले, अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला। मलाई अब चिन्ता छैन किनकि देशले बालक पाएको छ। यस अघिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बिउ रोपेर गएको थियो, उन्नत बिउ। हामीलाई धेरैले भने मधेसमा त तपाईले भोट ल्याउनु भएन, मधेसमा त तपाईहरु लोकप्रिय हुनुहुन्न, मधेसका जनताले त तपाईलाई माया गर्दैनन् भनेर धेरैले भनेका थिए। तर मलाई थाहा थियो कि मधेसले माया गर्छ। त्यसैले त मधेसले उन्नत बिउ रोपेको थियो र त्यो बिउ आज हुर्केर बढेर फल लागेर लहल भएको छ। जसरी धानका बाला लहल हुन्छ आजको यो उपस्थिति त्यो हिजो रोपेको बिउ हो। यो बिउ मात्र होइन, तपाईका तमाम आँखाहरुमा देखिएको यो देशको सपना हो। यो सपनालाई अपदस्थ भएका मानिसहरूले खोसेका थिए, लुचेका थिए, लुकाएका थिए। अब त्यो सपना खोसेर लिन्छ मधेसले। अब त्यो सपना खोसेर लिन्छ देशले। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई सम्झना छ जब चितवनका जनताले संसदकै सबैभन्दा धेरै भोट दिएर मलाई पठाएका थिए। मलाई छलछाम गरेर संसदबाट निकालियो। हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिए, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौ। प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाहरूका कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ। भोलि पनि 3-4 अदालतमा ममाथि मुद्दा लागेका छन्। मलाई परवाह छैन। जनताको मुद्दा बोकेर हिँडेको मान्छे त्यस्ता मुद्दा लड्दै